नमस्ते सबैजनालाई। आज फेरि म आइसकेँ मेरो यो भ्लगमा। आज हल्का कुरा गर्न आएको, त्यस्तो खासै त होइन, अलिअलि कुरा गरौँ भनेर। कस्तो गइरहेछ हजुरहरूको दिन र काम कस्तो भइरहेछ? मेरो त यस्तै छ। अस्ति पनि एक कोठाको देखाएको, आज पनि एक कोठाको देखाउनु परिरहेछ। सबैजना के गर्दै हुनुहुन्छ, कस्तो हुनुहुन्छ? परदेश देशबाट हेर्ने सबैजनालाई नमस्ते। सम्पूर्णलाई बाहिर गएर भ्लग बनाउन भनेको, रुमभन्दा बाहिरै निस्किन मन लाग्दैन। कोठामाको कोठामा सुतिराख्न मन लाग्ने, मोबाइल चलाउने, यताउति गर्दा 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 समय जान्छ, बाहिर घुम्न मनै नलाग्ने। अनि हजुरहरू कस्तो हुनुहुन्छ, के गर्दै हुनुहुन्छ? भ्लग भनेको नि के भ्लग भन्ने, यसलाई भ्लग भनेपछि त यसलाई पनि भ्लग भन्छ र। भ्लग भनेपछि त बाहिर गएर चट्ट हजुरहरूसँग कुरा गर्ने, बोल्ने होला हजुरहरूको अगाडि। अनि यस्तै छ जिन्दगी। कोठाभित्रै बसेर यो कोठा हाम्रो, आज यता कोठैमै यसो बनाऊँ भनेर यहाँ नेपालको झन्डा लागेको छ, यता मान्छे सुतेको छन्, म यता छु। अनि यसरी नै भ्लग बनाइरहेको छु। अहिले चाहिँ एउटा भिडियो अस्ति हालेको हो, 2-4 दिन भयो। अब हेर्न त कसैले हेरेको छैन, त्यही पनि एउटा अझै बनाएर हालौँ भनेको। कतै कसैले हेरिहाल्छ कि भन्ने आश हो। त्यस्तो त खासै केही छैन। मान्छेले कतै हेरिहाल्छन् कि कसैले मेरो भ्लग राम्रो मानिहाल्नुहुन्छ कि भनेर मात्र हो, अरू त त्यस्तो केही छैन। बनाउनु त बिस्तारै बनाउन खोजेको हो, तर सकिँदैन रहेछ। बाहिर यस्तो भिडियो खिच्न कस्तो लाज लाग्ने। एक दिन ट्राई गरेको, तर सकिनँ मैले। यस्तो अप्ठ्यारो लाग्यो भिडियो बनाउन पनि। तर एक दिन चाहिँ आँट ल्याउने छु त्यस्तो बनाउन भिडियो, बाहिर गएर टक्क बोल्दै यस्तै गरी हजुरहरूसँग कुरा गर्दै। अप्ठ्यारो हुँदो रहेछ भ्लग गर्न, सजिलो रहेछैन। मैले अलि सजिलो मानेको थिएँ, तर आफूले गर्दाखेरि चाहिँ अलि अप्ठ्यारो लाग्यो। दिउँसो भइसकेको छ। अहिले बाहिर सामानहरू किन्न जानुपर्छ, खानासाना पकाउनु पर्यो। के भन्ने होला, ट्राई गर्दैछु बनाउने, राम्रो कोसिस जारी छ। कतै राम्रो भइहाल्छ कि भ्लग भनेर। कस्तो अप्ठ्यारो लाग्ने रहेछ बोल्न पनि, आफै एक्लै बोल्न। म त अझै कोठामा छु, बाहिर गएर बोल्न त कस्तो अप्ठ्यारो हुन्छ त। अब यो सकिँदैन। यहाँ कोठामा चाहिँ अलिअलि एक्लै भए पनि बोल्न पाइयो। एक्लै बोल्ने आँट पनि आउँदो रहेछ कोठामा। आज अलि दाडी साडी बनाएर चिल्लो भएर रहेछ अनुहार पनि। हजुरहरूलाई नमस्ते। यस्तो राखौँ, कस्तो देखिँदो रहेछ। वरपर कपडा झुन्नाएको छ, त्यो खासै राम्रो देखिएको छैन। यही हो भ्लग मेरो। अगेन हेलो गाइस, हाउ आर यु? सबैजना सन्चै हुनुहुन्छ? कस्तो हुनुहुन्छ? म ठिक छु। हजुरहरू कस्तो हुनुहुन्छ? मैले के बोलेँ मलाई पनि थाहा छैन, तर राम्रै बोले जस्तो लाग्छ। नराम्रो चाहिँ बोलेको छैन जस्तो मलाई फिल भइरहेछ। के भन्ने हो जस्तो लागिरहेको छ। मनमा बोल्न पनि अलि अप्ठ्यारो लागिरहेछ। बरु म हजुरहरूलाई मेरो रुम देखाउँछु। यो रुम, यता सुतेको छन् मान्छेहरू यहाँ, अनि यता पनि सुतेको छन्। म चाहिँ
भ्लग बनाइरहेको छु, मान्छे सुतेको बेला कोही पनि हेरिरहेको छैनन्, त्यसरी मलाई लाज पनि लाग्दैन। कस्तो नाच्ची लाग्यो। अब नेपालीमा बोल्ने हो कि हिन्दीमा बोल्ने हो? हिन्दी त बोल्न आउँदैन, आफ्नो नेपालीको लागि बोल्ने हो नि, कहाँ हिन्दीमा बोल्ने। हो मेरो भ्लग हेरिदिनु होला, मलाई माया गरिदिनु होला। भन्न त केही जानी छैन, बोल्न पनि कस्तो आइरहेको छैन। भ्लगमा मान्छेहरू लिएर भने सब मान्छेहरू बिजी छन्, मोबाइल हेर्दै आरामले यता सुतिरहेछन्। यता दाइ म चाहिँ यहाँ उठेर भ्लग बनाइरहेको छु। ऐसे वैसे कैसे कैसे भ्लग बनाउनु भन्दा त आफ्नै अनुहार हेरे जस्तो लाग्यो त क्यामेरामा। आफ्नै अनुहार आफैले हेरे जस्तो लाग्यो। यही हो हजुरहरूलाई, हजुरहरू ठाउँ यो भिडियो आउँछ भनेपछि सब्सक्राइब गरिदिनु होला। राम्रो लाग्यो पनि नराम्रो लाग्यो पनि अलिक सब्सक्राइब चाहिँ गरिदिनु होला। त्यसपछि हजुरहरूले भिडियो नहेर्नुला। यदि हजुरहरूलाई हेर्न मन नलाग्यो भनेपछि सब्सक्राइब गरिदिनु होला मेरो युट्युब च्यानल। हजुरले जतिजनाले हेर्नुहुन्छ प्लिज सब्सक्राइब माई च्यानल। इङ्ग्लिस बोल्न आउँदैन तर प्लिज भन्न त आउँछ, माई भन्न आउँछ, हाउ आर यु भन्न आउँछ, त्यति चाहिँ सिकेको छ। त्यस्तो खासै इङ्ग्लिस बोल्न त आउँदैन। यही हो हजुर मेरो भ्लग। कपाल पनि के कपाल भएको हो? काटौँ भनेपछि यहाँ त कपालै आफूले रोजेको जस्तो कपालै काट्दिनन् कि, त्यही भएर म चाहिँ कपालै काट्दिनँ। जति हुन्छ एक वर्षमा एकचोटि या दुईचोटि चाहिँ कपाल काट्छु। एकचोटि काट्छु, वर्षमा एकचोटि। एक वर्षसम्म जति ठुलो हुन्छ ठुलो हुनिदिन्छु। एक वर्षसम्म जति ठुलो हुन्छ ठुलो हुन्दिने, त्यसपछि चाहिँ अब बिगार्छ, जे गरे गर्छ भनेर काट्न दिइदिन्छु। त्यसपछि चाहिँ नमस्ते सम्पूर्णलाई। यस्तै छ। अब यो हजुरहरूले सोच्नुला कस्तो पागल बोलेको हो, बोल्न पनि नजानेर कस्तो बोलिरहेछ भन्ने सोच होला। बोल्न त आउँदैन खासै, त्यही पनि कोसिस बोलौँ भनेर त्यस्तो बोल्न त जानेको छैन मैले। गर्मी छ हल्का हल्का, खासै त छैन। गर्मी छ अनि पानी पर्ने जस्तो मौसम पनि भइरहेछ। काला हजुरले बनाउनु पो भिडियो बनाउनु भएको छैन? अनि त्यो हजुरले भिडियो हाल्दाखेरि त्यो अपडेट गरेर हाल्नु लाग्यो टिकटकमा, फेसबुकमा हो, युट्युबमा हाल्नुहुन्न? युट्युबमा हाल्ने त कहाँ, हाम्रो पनि कन्सा लाइक आउँछ र हालिराख्ने हो कि पछि बुढेसकालमा हेर्न मिल्छ कि दाइ। ए म त अलिअलि तन्नेरीमा यस्तो यस्तो देखिन्थेँ, यतिको थिएँ, यस्तो शरीर थियो आफू यस्तो देखिन्थेँ भनेर पछि बुढेसकालमा कतै पिपलको बोटमा बसेर मजाले हेर्न मिल्छ आफ्नो भिडियोहरू हेर्न मिल्छ। टक्क हो म पनि थिएँ एक टाइममा यस्तो भनेर, त्यति नै हो, अरू त के हुनु र। अब म पनि मेरो भ्लग यही नै सकाम, बोल्न धेरै सकेको न। हस् सबैजनालाई अब के भनौँ, बाई, अर्को भिडियोमा भेटौँला। अहिलेको लागि चाहिँ यति नै। बोल्न त मन लाग्छ तर अलि अप्ठ्यारो लाग्छ, किन हो बोल्न पनि। आजको लागि यति नै। अब भोलि पर्सि कहिले हुन्छ भिडियो बनाउँछु टाइम मिलेपछि। हस् त सम्पूर्णलाई बाई।
अरू दिन भोलिको पर्सिको दिनमा भेटौँला बाई 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 बाई